व्हाट्सएप कहाँ जैसे कि फेरि नयाँ ब्लगको साथमा आज चाहिँ हाम्रोमा खतरा प्लान छ ब्लगको कन्टेन्ट पनि खतरा दिइरहेको छ मेरो भाइले आज उसलाई चाहिँ प्र्याङ्क गर्ने के देखाएर ल फोहोर तल खसेको थियो अब त्यो गयो त्यसमा एउटा च्यालेन्ज पनि गर्ने थियो पुसअप च्यालेन्ज 50 पुसअप हान्छु भन्छ मलाई 2 मिनटमा 50 पुसअप हान्छु भने मलाई 60 रुपियाँ त्यसलाई मैले 60 रुपियाँ दिएको थिएँ अस्ति कपाल काट्न त्यो दिने भनेको घरमा गएको छैन घरमा भएको हुन्छ त्यो गएको छ दिवेशसँग मोबाइल बनाउनु हामी जाउँ माथि कपाल काट्न जाउँ हामी कपाल काट्नु जाउँ त्यो आएपछि चाहिँ खतरा कन्टेन्ट हुने हो हार्यो भने त्यसलाई फेरि खतरा च्यालेन्ज दिन्छु म त्यसलाई भन्छु 2 मिनटमा 50 पुसअप हान्छ त्यसलाई च्यालेन्ज दिन्छु भन्छु हामीलाई चाहिँ फेरि आँखा सानो हुन्छ कि फेरि मेरो मगर जस्तै देखिन्छु फेरि म त्यसलाई सपोर्ट गर्नु गाइस मलाई भोक लागेको छ पैसा कमाउँछ मलाई कुरा गर्नु ए दाइ आज कोही छैन गाउँमा कस्टम खेलु भनेर पनि कस्टम खेल्नु अहिले मोबाइल लिएर आउँछु म सबै फेरि अरे अहिले हुन्छ कस्टम त आर्यन ठगुन अहिले पवनलाई बोलाएको पवन के भन्छ पवन आउनु भएको छैन सबैको वाल लुकाइदियो है त्यतिखेर के भन्यो मैले कन्टेन्ट बनाउँछु आइज भने होइन त्यो आइदिनु भएको छैन त्यो पवनलाई थाहा छ नि त जिजी गर्छन् भनेर ल अब यहाँ के हुन्छ दिनभरि म देखाउने छु अहिले कपाल काट्ने छु कपाल काट्नु हुन्छ अब हामीहरू काट्छु बच कट आज फोर काट के भयो भाइ कसको ब्लुजो हान्दिस् जस्तो अब त्यो मेरो के छ अब योपालि वार्षिक सबै के एनुअल म उद्योगमा छु कोअर्डिनेटर ल ठिक छ ल आज हामी बनाउँदैछु 1 रुपियाँबाट 1000 रुपियाँ र आज हाम्रो सुरुवात हुँदैछ 100 रुपियाँबाटै अब पहिले त 100 रुपियाँ अब म ट्राई गर्नेछु 100 रुपियाँ कपाल दिन्न भाइ अब दुईटै कपाल काटिन्छ 600 रुपियाँ गरेर दिन्न भाइ 100 रुपियाँ अब म काट्छु बच कट 48 यत्रो छ केएसआईको भाइ ए दाइ भने उसबहरू कहाँ गयो भने त्यो गङ्गा मोबाइल ग्यालेरीमा गएको होला नि हामी यहाँ माथि पुगिसके रमाइलो गरौँ भने कोही छैनन् भने गाउँैभरि सब लालपाडीहरू गायब छन् अब सुदीपलाई त म केही भन्न सक्दैन सुदीप त निर्वाचन के पो भन्छ न त्यसलाई निर्वाचन प्रहरी भएका छन् अनि सुमित कहाँ बस्छ म कहाँ बस्छु आर्यन ए दाइ झ्याउ भइसक्यो भने तँलाई मैले दिएको थिएँ 60 रुपियाँ याद छ कि नै भाइ तँलाई 60 रुपियाँ दिएको याद छ कि नै 1000 रुपियाँ थपेर बाजे मरि जा 1 2 3 भने 60 रुपियाँ दिएको थिएँ भाइ अब यहाँ टाइमर लगाएर तँलाई के च्यालेन्ज टेक्टो कति आयो यति लाग्न तँलाई के च्यालेन्ज हो भन्दाखेरि 50 पुसअप हान्छ छैन 50 हान्दैन यार म कति सक्छस् ल दुईटा 40 पुसअप हान ल 2 मिनेटमा 40 पुसअप हान्न सक्छस् भने नै तपाईलाई टार्गेट दे त्यो टार्गेट मैले कम्प्लिट गरेँ तँलाई 60 ल यसको टार्गेट कम्प्लिट गर्छु त दे टार्गेट भाग नै त फर्स्ट तँलाई दे कतिको टार्गेट दिनुहोस् यो दिन्छ नसक्ने मान्छेले दिनु पर्यो नि ला सक्ने त पहिला यसलाई टार्गेट दे त्यसपछि यो तँलाई दिन्छ ल कति सक्छस् ल हान्न ए अर्को आयो यसँग गर्नु पर्यो च्यालेन्ज यो एस्थेटिक बोयसँग यहाँ आउला छ ल ल त ए टार्गेट देऊ ल टार्गेट वाला खेल्नु नि त ल टार्गेट वाला खेलु दाइ हाम्रो म्यादी दाइ कहाँ हुनुहुन्छ दाइ हाम्रो म्यादी दाइ कहाँ हुनुहुन्छ म्यादी दाइ दाइ म्यादी दाइ कहाँ हुनुहुन्छ भनाइ हो म्यादी दाइसँग यहाँ कन्टेन्ट बनाउनु पर्ने हो कि एउटा के कन्टेन्ट भन्दाखेरि म्यादी भर्सेस लोकल मान्छे ए यहाँ अब च्यालेन्ज हुने हो उसबको ल त च्यालेन्ज दिएलाई मतलब पुसअपमा कति पुसअप टार्गेट दिएलाई ल टार्गेट आफूले हानेर दिनु पर्यो ल त कति सक्छस् पुसअप मलाई फसायो त किन सागरको स्टोरी पठाएँ मैले बिल्ला हान्दै सागर पनि त्यही ग्रुपमा आजकल ग्रुपमै दाइ कति हान्न सक्नुहुन्छ दाइ कति हान्न सक्नुहुन्छ के भन्छ नै यो हान्ने नि त यसलाई मैले दिएछु 60 रुपियाँ यसलाई म के भन्दा छु 40 पुसअप हान त के अरे 2 मिनेटमा तँलाई 60 रुपियाँ माफ हुन्छ हान्न सक्ने एउटा च्यालेन्ज गर्नुपर्छ डियर गर्नुपर्छ भाइ खेल्ने गर्ने होस् ए भाइ ल तिमीहरुको टार्गेट म पुरा गर्दिन्छु भन्ने त तिम्रो देऊ न टार्गेट ल मैले भन्दै त 40 को टार्गेट नै यिनीहरुले हानेर दिनु पर्छ ए कस्तो रुल आज अघि त म भन्छु देऊ नि त अनि ल त दे त पहिला दे त कति सक्छ सान्न टार्गेट पुरा गर्ने नाइ त दे ल ती त मलाई 40 को पुसअप हान 40 पुसअप हान्न त ल तिमी सक्दैन नि त अनि
सक्ने मान्छेले टार्गेट दिने भयो अनि दिनु न कति दिनुहुन्छ हामी सक्ने देऊ नि त बोल्न आज हामी टार्गेट पुरा गर्छौँ ल गर्ने त ल हेर भाइ 2 मिनेट मेदीलाई बोला मेदीको टार्गेट पुरा गर्छु जाऊ ए भाइ ल ल ल यो मोबाइल खोल त खुल्दै छ कमान्ड स्पेशल कमान्ड हो नो कमान्ड तिमीले गोप 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 बिग्रिया नो कमान्ड भन्छ गोप 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 नो कमान्ड खैर ले म गर्दिन्छु नो कमान्ड सफ्टवेयर मेकानिक भनेर बन्द मेकानिक के बनाउने मेकानिकलाई फोन बनाउने त्यसलाई उ भन्दैन पवन घरै छ यार त्यसलाई मैले बोलाएको आउनु छैन ए गर्ने कि नै भन गर्ने अनि गर्न त कस्तो रहेछ म नआएर आउँछु यार अब एउटा गयो पाक म घर गएँ हाम्रो बच्चाहरु ल 2 मिनेटमा 40 हान्नु पर्यो हुन त नखोली हान्नु यहाँ लाज हुन्छ यो मान्छेले चाहिँ कति पुसअप 40 पुसअप 2 मिनेटमा है यहाँ यसमा क्यामेरामा टाइमर स्टार्ट हुन्छ रोक रोक रेडी 1 रोके रेडी 1 2 3 ल 3, 4, 5, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, kamu, 23, 24, kamu lagi, 25, 26, kamu, 27, 28, kamu lagi, 29, kamu 30, 31, 32, 33, kamu 33 हगो ए भाइ 2 मिनेट छ रोक्न 33 कति टाइम 1 मिनेट भयो ठ्याक्कै कति भयो 33 मरी मरी 34 एक साइडबाट उठ्ला त आधा त गर्ला त एक साइडबाट पनि उठ्ला त 36 38 भयो ला 36 घर भाइ गनराजु 37 मेरो 2 मिनेटको गरे 39 ल 40 तपाईँ त अनि अघि अघि बिहान त मलाई 50 पुजा मान्छु होला नि 50 मान्छु होला मेरो मामा ए मर्यो ल यो 50 पुजा मलाई अब अर्को आयो 40 पुजा मरे ल बिहान गरेर आउँदा नि 40 गर्यो 50 गर्छ भन्दा थियो ल 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 16 कम्प्लिट गर्ने छ भने 17 18 19 20 तँलाई त भाइ ऊ हुने हो के अरे च्यालेन्ज गर्नुपर्ने हो भर्खर 22 आज 23 24 25 हात कामिसक्यो टाइम हेरे टाइम 26 27 28 प्लेसमेन्ट मिलेन भागु त अन्त राम्रो गराछु चाक हेर्न चाक माथिमा यो हात यस्तो हैन यस्तो आउनु पर्यो यस्तो एल्बो तेरो हात भागु छ नि त मेरो मुनि मेरो नि टुट्या कति भयो 28 29 ए मरिरहेछ यो त हार्यो है तैँले च्यालेन्ज गर्नुपर्ने भयो 30 मा तैँले 30 मा हारिसक्यो अब रमाइलो हुन्छ अब यहाँ च्यालेन्ज हुन्छ अहिले लास्टमा च्यालेन्ज सक्दैन सर 30 पुछ मार्नु मऱ्यो कनी कनी त ल म 40 त म हान्दिनँ हान्दिनँ भाइ हान्दिनँ अनि रमाइलो भयो उता हेरेर उतालाई चेस्ट भन्छ चाक यस्तो चाकमाथि गरेर हाल्न लाग्छ पुसअप एक त खालि चेस्ट भन्छ अरे केही बन्दैन यिनको काम छैन यसलाई हेर काम लाग्थ्यो काम नलाभ अझ एक साइडबाट उठ्छ 10 आन्न भाइ 10 त म हान्दिनँ आरामले स्ट्रेट हानिदिन्छु तेरोभन्दा राम्रो हानिदिन्छु भाइ दुडे अब रमाइलो हुन्छ अब यिन घरमा च्यालेन्ज दिन्छु तँलाई म बबाल च्यालेन्ज दिन्छु ब्लग हो गाउँको एक्सपर्ट भ्लगर मै हो मेरो यहाँ दुखले चेपादैन बोल भाइ हेर्नु गाइस त्यसको केडी अब कन्ट्याक्ट ए भाइ ब्लर हुन्छ यो सब ब्लर गरिदिन्छु म क्लासको केटीहरु मलाई कन्ट्याक्ट गर्न ला सब ब्लर हो फेरि मेरोमा ऊ आइदिन्छ स्टाइक आउँछ स्टाइक बडी राम टेस्टरले एक्सिडेन्ट भयो यहाँ एक्सिडेन्ट अट्कियो भाइ अब अब नआएर आउँछु म लिएर आउँछु गेम खेल्ने हो च्यालेन्ज छ भाइ तेरो सिङ्गो खुर्सानी खाने चियासँग एक हाल्ला गर्नु पर्यो भाइ यो त म पुसअप जितेर नि हाइदिन्छु ए ल हुन्छ अहिले मेरो टाइगर छ बच्चाहरु दुध खान्छ अहिले दुधसँग मुदसँग खान्छ बोलाएर हिँड्न
ल अरे म फुटबल खेल्न आइसकेको छु यहाँ ए भुवन भाइ उफ्री उफ्री आइसक्यो गुनास सुनास सबै आइसकेको छौँ फुटबल खेल्नलाई सन्चेन्टो दाइ आज 4 गोल हान्ने 4 गोल हान्ने दाइ मेरो जुत्ताको म त 8 गोल हान्ने हो अब यहाँ स्किल देखाइरहेछ भडुवा अब यहाँ फुटबल खेल्ने हामीहरू प्लेयर त फेरि जिजी प्लेयर छ दाइ मलाई म र भुवन भाइ पसिना आएर फेरि हिजो पनि आएको थिएँ आज पनि पसिना आएर आज लास्ट दिन हो हाम्रो खेलकुदको किनकि भोलिदेखि मेरो कलेज लाग्छ यी दुईवटा बख्राहरू हेर्न आज यहाँ आल्छु के गर्छ स्कुल गाइस पसिना भुवन भाइ ए अनि आज अब जे जस्तो भयो आज छुट्टीको दिन झ्याउै हुन्छ आजकल जे जस्तो पनि रमाइलो भयो तेरो कान कसले छेड्दिएको अरे यसको गर्लफ्रेन्डले कान छेड्दै अरे आजकल हिरो अरे हिँड्छ र आज भ्लग चाहिँ म यतै एन्ड गरिदिन्छु मन पऱ्यो भने लाइक कमेन्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला म फेरि आउनेछु नयाँ भ्लगको साथमा हस्त नमस्ते जय नेपाल लेट्स गो